साँच्चीकै मान्छेलाई सङ्गतले राम्रो नराम्रो बनाउँछ त। अहिलेको टाइममा भन्दाखेरि मैले आफूलाई नै म एउटा राम्रो बाटोमा छु, एकदम राम्रो बाटोमा, र मैले जे काम गरिरहेको छु त्यो पनि सबैलाई फाइदाजनक नै छ। मेरो फ्यामिलीलाई कहिले पनि गिल्टी नहुने काम गरिरहेको छु। मैले जुन फिल्डमा छु बिस्तारै सक्षम हुँदै गइरहेको छु र यो फिल्डमा म 1-2 महिनादेखि होइन, विगत 7 वर्षदेखि छु। भनेपछि मैले के एचिभ गरेको छु हजुरहरूले राम्ररी नै देख्नु भइरहेको छ। तर मैले यस्तो प्रोग्रेस गरेँ, यस्तो राम्रो बाटोमा लागेँ, तर हजुरहरूलाई के लाग्छ मेरोसँग जहिले राम्रो नै छ भन्ने छ त? म चुरोट खानेसँग पनि हिँडेको छु, गाँजा खानेसँग पनि हिँडेको छु, रक्सी खानेसँग पनि हिँडेको छु, अनि अन्ततः ट्याब्लेट भ्याट सब खानेसँग हिँडेको छु। मेरो बच्चादेखि कुनै पनि सङ्गत राम्रो थिएन, सब कोही त कोही एकदमै नराम्रो बाटोमा नै थिए। म पनि उनीहरूसँग नै हिँड्थेँ जहिले पनि। तर मेरो फ्यामिलीको स्थिति हेरेर, मेरो मम्मी बाबाको अनुहार हेरेर मलाई त्यस्तो लिने, त्यस्तो खाने कुनै पनि आँट कहिले पनि आएन। तर मैले मेरो साथीहरूलाई सम्झाउँथेँ पनि यो कुनै पनि प्रकारले राम्रो कुरा होइन। फर्स्ट अफ अल त मैले आफ्नो घरको स्थिति बुझ्थेँ, मैले आफ्नो फ्यामिलीलाई बुझ्थेँ, त्यही भएर यस्तो लिने कहिले पनि आँटै आएन। किनभने मलाई पहिलादेखि नै थाहा छ यो एकदमै नराम्रो। सबैको सोच एउटै हुँदैन, कोही लिन पनि सक्छन्, कोही नलिन पनि सक्छन्। म चाहिँ त्यो 99%मा 1%मा पर्छु, एन्ड आई एम सो ह्याप्पी टु अभोइड इट। एकदम राम्रो फिल्डमा छु म।